लेकिन आफ्ना बालबालिकाको सुन्दर भविष्य वाह वाह यो प्रमुख अतिथि विशिष्ट अतिथि एक हातमा कलम अर्को हातमा कापी लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू र समय पालकज्यू र गुरुवर्गज्यू र मसँग अध्ययन गर्न नै मेरा प्यारा विद्यार्थी दाजुभाइ दिदीबहिनीहरूमा स्वीकार्नुहोस् म खगेन्द्र टमाटर कतपबाट न्यानो अभिवादन। आगामी 2082 साल 8 महिना 5 गते हुन गइरहेको वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाएकोमा म आफूलाई सौभाग्यमानी ठानेको छु। वक्तृत्व कलाको शीर्षक रहेको छ बाल अधिकार। म मानव भएको नाताले मेरो मुखबाट केही नराम्रा कुकृत्यहरू निस्कन सक्छन्, त्यसलाई हाँसो मजाकको रूपमा नलिनी सही बाटोतर्फ लगाइदिनुहुन्छ भने पूर्ण विश्वासका साथ म आफ्नो कुराहरू अगाडि बढाउन सभाध्यक्षको अनुमति चाहन्छु। सभाध्यक्ष महोदय, सगरमाथाको चुचुरोमा पुग्नुभन्दा पहिले त्यसको के कति उचाइ छ भन्नु जान्नु जरुरी छ र कुनै पनि विषयवस्तुको बारेमा व्याख्या विश्लेषण गर्नुभन्दा पहिले त्यसको परिभाषा दिनु जरुरी हुन्छ। बाल अधिकार भनेको के हो त? बाल अधिकार भनेको के हो त? 18 वर्ष ननाकेका बालबालिकाले पाउनु पर्ने अधिकारलाई बाल अधिकार भनिन्छ। बाल अधिकारले नेपालको नभएर संयुक्त राष्ट्र सङ्घ पुरा विश्व राष्ट्रको नै योग्यता मान्यता प्राप्त गरेको छ। बाल अधिकार सम्पूर्ण विषयमा पनि उत्तिकै रुचि हुनुपर्छ। बाल अधिकारमा इच्छा आकांक्षा रुचिहरू हामीले बुझ्नुपर्छ र संयुक्त राष्ट्र सङ्घबाट आएको महासन्धि CRC नेपालले पनि स्वीकृत गरे अनुसार हस्तक्षेप गर्न प्रतिबन्धित लगाइएको छ। बालबालिकाले आफ्नो जन्मदाता पाउनु भनेको उसको जन्मसिद्ध अधिकार हो। उसले जन्मेको 24 घण्टाभित्र उसले समथिङ 1 महिनाभित्र उसले जन्मदाता उसले उपलब्ध गराउनु बालबालिकाको अधिकार हो। र हामी नेपाली नागरिक हो भनेपछि हाम्रो देशमा बाल अधिकार सम्बन्धी शोषण नभएर हाम्रो बाल अधिकार सम्बन्धी हामीलाई राम्रो बाल अधिकारलाई संरक्षण गरे मात्र बालबालिका नै भविष्यका कर्णधार हुने। बालबालिकालाई अहिले राम्रोसँग शिक्षा दीक्षा र रोजगारी र संरक्षण गर्नु, उनीहरूलाई शिक्षाको रूपमा प्र्याक्टिकल रूपमा उनीहरूलाई शिक्षा र प्रयोगात्मक कार्यमा शिक्षा र उनीहरूको व्यवहारिक जीवनमा लागू गर्ने शिक्षाहरू दियो भनेपछि बालबालिका भविष्यमा केही न केही गर्न सक्छ। बालबालिकाले कुनै पनि